नमस्ते, म बोधबिचु अनुसृजल यहाँ समक्ष दोस्रो पटक युट्युबको माध्यमबाट उपस्थित भएको छु। इतिहासको पाना पल्टाउँदा 600 ईसापूर्व जुन समयमा नेपाल भारतको राजनीतिक र कूटनीतिक हिसाबले सीमारेखा कोरिएको थिएन, त्यस समयमा कपिलवस्तु राज्यको छेउछाउमा धेरै नै राज्यहरू थिए। अंगुत्र निकायमा उल्लेख गरे अनुसार ती राज्यहरूलाई महाजनपद राज्य भनिन्थ्यो, जसमध्ये आङ्गा हाल बगलपुर जिल्ला वा बगलपुर शहरको नामले चिनिन्छ। मगध राज्य, जहाँ मौर्य गुप्त साम्राज्य थिए। हामीले सम्राट चन्द्रगुप्त र चक्रवर्ती राजा सम्राट अशोकको नाम त सुनेकै हुनुपर्छ। बुद्ध धर्मको लागि मगध राज्यको ठूलो योगदान छ, जुन कुरा हामीलाई अशोक स्तम्भले याद दिलाइरहनेछ। हाल मगध जिल्ला काशी, जहाँ बुद्धले पहिलो पटक धर्मचक्र प्रवर्तनको धर्म दिशामा दिनुभएको थियो, हाल बनारस वा वाराणसीको नामले पनि प्रख्यात छ। कौशल राज्य, हाल उत्तर प्रदेश श्रावस्ती। हजुर, कुरा जब श्रावस्तीको आउँछ तब जेठावनको वर्णन जरुर गरिन्छ, किनकि बुद्धको जीवनकालमा बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि धेरै लामो समय व्यतीत गरेको ठाउँ पनि यही हो। मत्स्य राज्य, हाल राजस्थान जयपुर। गान्धारा राज्य, पाकिस्तानको उत्तर भूभाग र दक्षिण पूर्व अफगानिस्तानको भूभागलाई गान्धारा भनिन्छ। बुद्धको ज्ञानले मानिसको हृदयमा कुन हदसम्म छाप छोडेको थियो भनेर थाहा पाउन अफगानिस्तानको हजारी स्थानमा रहेको बाम्यान बुद्धको प्रतिमालाई हेरेर पनि हामीले अन्दाज लगाउन सकिन्छ। तर दुःखको कुरा, सन् 2001 मा अफगानी तालिबान मुल्लाह मोहम्मद ओमरको नेतृत्वमा यस बुद्धको प्रतिमालाई ध्वस्त पार्यो। तर अझै पनि हामीले केही अवशेषहरू देख्न सकिन्छ। पावा राज्य, जहाँ मल्लको राज शासन थियो, हाल फजिलपुर बिहार। कुशीनगर, यो राज्य पनि मल्लकै राज शासन थियो। कुशीनगर त्यो स्थान हो जहाँ बुद्धले आफ्नो मानव देहको त्याग गर्नुभएको थियो। वैशाली राज्य, हजुर, यो राज्यलाई सुन्दरीहरूको राज्य भनेर पनि चिनिन्थ्यो। त्यस समयमा हरेक राजादेखि प्रजासम्मको मनमा बसेकी इतिहासकी सुन्दरी अम्रपाली यसै राज्यकी थिइन्। हाल मुजाफरपुर। मिथिला राज्य, जहाँ विद्याहासको राज शासन थियो, हाल जनकपुर। अल्लाकप्पा, जहाँ बुलिसको राज शासन थियो, हाल शाहबाद। पिपलीवन, जुन मौर्यले नै राज्य चलाएको थियो। सुनसुमाराको पहाडी इलाका, जहाँ भागसको राज्य थियो, हाल मिर्जापुर, उत्तर प्रदेश। अब कुरा गरौँ कपिलवस्तु राज्यको, जहाँ शाक्यको राज शासन थियो, हाल नेपाल कपिलवस्तु। कपिलवस्तुको राज शासन कालमा इतिहासले याद राखेको युग पुरुष महामानव सिद्धार्थ गौतम बुद्धको राज्य हो कपिलवस्तु। कपिलवस्तु राज्यको राजा त्यो समयमा सम्राट जयसेना थिए, तर इतिहासमा उहाँको वर्णन धेरै गरेको पाइँदैन। जयसेनाको एक पुत्र थिए, राजकुमार सिन्हाउ। सिन्हाउले ककन्नासँग विवाह गरिन्। सिन्हाउ र ककन्नाका 7 सन्तान थियो, 2 छोरी र 5 भाइ छोरा। सिन्हाउका 5 भाइ छोराहरू सुतोधन, दुतोधन, शकोधन, शक्रोधन र अमितोधन हुन् भने अमिता र पमिता 2 छोरीहरू हुन्। सुतोधनलाई शाक्यकुलको राजगद्दीमा राखियो। सुतोधन एक कुशल राजा थिए, शाक्यजन र कपिलवस्तुको लागि। देवदहका कौलियाको राजा अञ्जन र रानी शुक्लाक्षलाको ठुली छोरी राजकुमारी मायादेवीसँग सुतोधनको विवाह भयो। विवाह गरेको धेरै समयसम्म कुनै सन्तान नहुँदा रानी मायादेवीको इच्छा अनुसार सुतोधनले दोस्रो विवाह गरिन्, राजकुमारी महाप्रजापति, जो मायादेवीको बहिनी थिए। र अन्त्यमा बुद्ध बानी, जति जे कार्य गरे पनि भित्री मनदेखि गर्नुहोस् र त्यसको फल प्राप्तिको चाहना कहिले नराख्नुहोस्। यस्तो गर्नाले तपाईँ कहिले दुखी हुने छैन।